मान्छे छल्नु र मान्छे बेवकुफ बनाउनु सबैभन्दा अग्र पंक्तिमा जितेको छ। जम्मा 3 सिट पुरा गरेको छ। यसको जिउँदो उदाहरण देखेनौ तिम्रो क्यूआर। हामी आजदेखि इमानदार बनौँ। दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गर्न चाहन्छु, हामीलाई केही न केही ठग्नु छ, केही न केही छल्नु छ। गणेश पराजुलीज्यूले बोल्ने क्रममा भरौटे भन्ने शब्द पनि प्रयोग गर्नुभयो र यस्ता शब्दहरू आगामी दिनमा हामीले प्रयोग नगरेको राम्रो। आज पनि यहाँ आधी जति कुर्सीहरू खाली छन्। यो सदनमा आउनु मन लाग्दा आउने, आउनु मन नलाग्दा नआउने। के रे कसो रे, लुट्ने रे, ठग्ने रे, झुक्याउने रे। मान्छे छल्नु र मान्छे बेवकुफ बनाउनु सबैभन्दा अग्र पंक्तिमा तिमी नै छौ त। यसको जिउँदो उदाहरण देखेनौ तिम्रो क्यूआर। पैसा कति उठ्यो, कहाँ गयो, कता सबै ज्वान। युकेबाट त खोज्न आइसकेछ। अब खाडीको कुल्लीहरू पनि कुन दिन बेलचा लिएर आउने वाला छन्। अनि अर्को के रे भरौटे शब्द युज भयो, समथिङ ब्ला 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 अरे। तिम्रो त साह्रै राम्रो शब्द छ नि। कस्तो मुला राष्ट्रपति रहेछ यार, हैन? के रे कुर्सीहरू खाली भयो रे। अनि भराउनलाई त अलिक धेरै जितेर ल्याउनु पर्थ्यो नि त। जितेको त जम्मा 3 सिट पुरा गरेको छ। मुला 2 तिहाईको जस्तो यार। यता 182 को कुरा गरे होला। 182 सांसदै किन आउनु पर्यो? तिम्रो यो